व्यापक दुरुपयोग गरिएको थियो। पहिला कोही मान्छे मन परेन, सम्पत्ति शुद्धिकरण लगाइदिए। हाम्रै पार्टीका सभापतिमाथि पनि यो हतियार चलाइएको हो। म विरुद्ध पनि हतियार यो चलाउन खोजिएको थियो, अहिलेका कर्मचारीहरूले भन्छन्। त्यसैले हामी त्यही गर्न खोजेका होइनौँ, यही फरक छ। राजनीतिक यो कल्चरलाई हामी तोड्न चाहन्छौँ। हाम्रो एउटै मात्र अर्जुन दृष्टि लक्ष्य मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने हो र त्यसका लागि जे गर्नुपर्छ गर्ने, जे गर्नु हुँदैन नगर्ने। विगतको सन्दर्भ कोट्याएर मलाई समेत अभियोग लगाउन आँटेका थिए। अहिलेका कर्मचारीहरूले त्यो सबै कुरा भन्छन् भनेर जे शब्द यहाँ प्रयोग गर्नुभएको छ, यसले एउटा गम्भीर प्रश्न उठाएको छ। सभा महोदय, ती विगतको अभियोग के थियो, उहाँले के सुन्नुभयो, अनि को कर्मचारीले उहाँलाई त्यसरी सुनायो र उहाँले अब मनमा के लागेको छ त्यो भावना यहाँ पोख्ने होइन। यहाँ त यथार्थ कुरा भन्नु पर्यो भन्ने कुरातर्फ म ध्यान आकृष्ट गर्न चाहन्छु। सत्यार्थ प्रकाशन गर्नुपर्छ। फरेबका कुराहरू हाउसभित्र बोल्न, अप्रमाणित कुरा भन्न यो ठाउँमा मिल्दैन भन्ने कुरातर्फ ध्यान आकृष्ट गराउँछु। कसैले धन धेरै कमायो, कसैले घर ठड्यायो, अहिले तडक भडक जीवनशैली अपनायो भन्दैमा सम्पत्ति शुद्धिकरण लगाउने होइन। सम्पत्ति शुद्धिकरण दोस्रो तहमा आकर्षित हुने विषय हो। पहिलो चरणमा हामीले त्यो सम्बद्ध कसुर, प्रेडिकेट अफेन्स स्ट्याब्लिस गर्नुपर्छ। कसैले तस्करी गर्यो, कसैले भ्रष्टाचार गर्यो इत्यादि भन्ने त्यो प्राइमरी अपराध स्थापित हुनु पर्यो र त्यो क्राइमबाट आर्जित जुन लाभ हुन्छ नि, प्रोसिड्स फ्रम क्राइम, त्यसलाई चाहिँ वैध बनाउनको लागि त्यो व्यक्तिले चालेका कदमहरू पछि बल्ल सम्पत्ति शुद्धिकरण आकर्षित हुन्छ। सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई हामीले राजनीतिक अभिष्ट पुरा गर्नको लागि दुरुपयोग गऱ्यौँ भने हामी यो ग्रे लिस्टबाट निस्कन सक्दैनौँ। मैले निवेदन गरिसकेको छु यस सम्मानित सदनमा कि हामीले सत्तामा आउँदै गर्दा, सरकारमा आउँदै गर्दाखेरि 2वटा कालो धब्बाबाट निस्कने सङ्कल्प गरेका छौँ। एउटा युरोपियन युनियनको एभिएसन सेफ्टी लिस्टबाट पनि हामी निस्कनु पर्नेछ, पर्यटन क्षेत्रलाई अर्कै उचाइमा पुर्याउनु पर्नेछ। अर्को यो बाँकी दुनियाँसँगको हाम्रो वित्तीय सम्बन्ध नै टुट्ने, जोखिम राख्ने यो ग्रे लिस्टको विषयबाट पनि सकेसम्म चाँडै निस्कनुपर्छ भन्ने छ। माननीय विद्वान अर्थमन्त्रीज्यूलाई मेरो एउटा सुझाव छ। हामीले नेपाली भाषालाई उच्चारण गरे बापत आज हाम्रो विज्ञता हराउँछ कि भन्ने हामीलाई डर लागिराखेको छ। मैले बारम्बार भनेको छु, नेपालको संविधानले व्यवस्था गरेको छ नेपाली भाषा सरकारी भाषा, सरकारी कामकाजमा प्रयोग गरिनेछ भनेको छ। हामीले हाम्रो भाषालाई प्रयोग गर्न किन हिचकिचाइराखेका छौँ? साँच्चीकै हामीलाई आशा थियो तपाईहरू जस्तो विज्ञ मान्छेहरू सरकारमा सहभागी हुँदै गर्दा यो देशलाई धेरै पावरफुल, धेरै शक्तिशाली बनाउनु हुनेछ भन्ने आशा थियो। तर तपाईहरू नेपाली शब्द नै कतै हराउने गरिकन तपाईले गरिएको भाषाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। त्यसैले म पटक पटक विषयवस्तु उठाउने गर्छु र अहिले पनि विनम्रताका साथ मेरो अनुरोध छ, साँच्चीकै यो सम्पत्ति शुद्धिकरण येन राखियोस्, यो मनी लाउन्डरिङ भन्ने शब्द हटाइयोस्। अब मनी लन्डरिङ भन्ने उच्चारण गर्न मन लागेन भने त्योभन्दा अगाडि सम्पत्ति शुद्धिकरण भन्ने नेपाली शब्द नै छ। यो बाध्यात्मक होइन। सम्पत्ति शुद्धिकरण भने पनि बुझिन्छ, मनी लन्डरिङ भने पनि बुझिन्छ। तर यो वर्ल्ड वाइड ग्लोबल एउटा कन्सेप्ट भए हुनाले कहिलेकाहीँ यो विश्वव्यापी मान्यता अनुरूप नै यी अङ्ग्रेजी शब्दहरूले समग्रतामा यो प्रणाली बुझाउन सक्ने भएकोले आवश्यक छन्। साथै वर्तमान संशोधन प्रस्ताव संशोधन विधेयकको नामसम्म सीमित रही मूल ऐनको नाम संशोधनसँग सम्बन्धित नरहेकोले मूल ऐनकै नाम संशोधन प्रस्तावका बखत छलफल हुन सक्ने विषय रहेकाले यसलाई यथावत राख्नुपर्ने हुन्छ। मलाई लाग्छ यो नाममा भन्दा पनि झन्डै झन्डै 1 खरबभन्दा बढीको मुद्दा चलिराखेको छ। त्यतातिर बढी हामीले चासो दियौँ र आगामी दिनमा हुन सक्ने खरबौँको जुन अपचलन, भ्रष्टाचार, आर्थिक अपराधका विषयहरूलाई कसरी रोक्न सकिन्छ त्यतातिर हामीले बढी सार्थक बहस गर्न सक्छौँ जस्तो मलाई लाग्छ। माननीय कमल सुवेदीले प्रस्तावनाकै वैकल्पिक भाष्य पेश गर्नुभएको छ, त्यसको लागि धन्यवाद दिन चाहे। वर्तमान संशोधन प्रस्ताव संशोधन विधेयकको लागि मात्र भएको, यसले मौजुदा ऐनको प्रस्तावनामा फरक नपार्ने
भएको मौजुदा ऐनको प्रस्तावनाले वर्तमान र भावी दिनमा आउन सक्ने समेतका सबै प्रकारका अपराधलाई समेट्ने गरी भाषा राखी मुलुकको हितमा बृहत रहेकोले हाललाई यथावत राख्न उपयुक्त हुन्छ भन्ने मलाई लाग्दछ। मान्य कमल सुवेदीले नै दफा 2 बमोजिम मूल ऐनको दफा 13 को उपदफा 1 को खण्ड ग को सट्टा अर्कै खण्ड प्रस्ताव गर्नुभएको रहेछ। यसमा म अलिकति डिटेलमै जवाफ दिन चाहन्छु ताकि अन्य मान्य सांसदजीहरूले उठाउनुभएका विषयहरू पनि यसमा सम्बोधन होस्। उल्लेखित सबै कसुर ऐनमा हाल रहेको सम्बद्ध कसुरको परिभाषाभित्र रही सोही ऐनको अनुसूचीमा समावेश रहेका, उक्त अनुसूची कुनै कसुरको सीमामा सीमित नरही व्यापक रहेको, कसुर नै पहिचान नभएको अवस्थामा समेत उजुरी दिन सक्ने व्यवस्था संशोधन विधेयकमा रहेकोले विधेयकको व्यवस्था थप सशक्त रहेको जानकारी म दिन चाहन्छु। ऐनको दफा 14 ले त्यस्तो उजुरी विभागले प्राप्त गरेमा समेत सामान्य जाँचबुझ गरी मूल कसुर अनुसन्धान गर्ने निकायमा पठाउने व्यवस्था गरेको छ। प्रचलित कानुन बमोजिम त्यस्ता अनुसन्धान गर्ने निकाय 13 वटा भन्दा बढी। यहाँ एउटा भ्रम पाएँ मैले, मान्यज्यूहरूले यो सम्पत्ति शुद्धिकरण विभाग चाहिँ प्रधानमन्त्री कार्यालय अन्तर्गत छ, यसलाई अख्तियारले मात्र हेरे पुग्ने भन्ने छ। त्यो गलत हो। सम्पत्ति शुद्धिकरण विभाग अर्थ मन्त्रालय अन्तर्गत छ। पहिला प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको थियो र व्यापक त्यहाँबाट उजुरी सङ्कलन गरेर ठुलो पोलिटिकल हरासमेन्टको कुसंस्कार बसाइएको थियो, त्यसलाई हामी सुधार्दैछौँ। यसलाई प्रोफेसनल्ली अगाडि लानुपर्छ भनेर अहिले यो अर्थ मन्त्रालय अन्तर्गत नै छ र अख्तियारले पनि सम्पत्ति शुद्धिकरणको मुद्दा चलाउन मिल्छ। तर यसरी सम्पत्ति शुद्धिकरणको मुद्दा चलाउन मिल्ने निकायहरू 13 वटा छन् नेपालमा। उनीहरूले टेक्ने ऐनहरू 50 वटा भन्दा बढी छन्। हाम्रो यसै वर्षको एउटा योजना चाहिँ यो सम्पत्ति शुद्धिकरण मात्र होइन, अलि सशक्त आर्थिक अपराध विरुद्धको अख्तियार जस्तै निकाय, इकोनोमिक क्राइम्स अथोरिटी जस्तो बनाउन सकिन्छ कि भनेर छलफलमा जाओस् भन्ने पनि हाम्रो चाहना छ। तर अहिलेलाई ग्रे लिस्टमा परिरहेको अवस्थामा त्यो सेन्स अफ अर्जेन्सीका साथ हामीले काम गर्नुपर्ने भए भएर यी विधेयकहरूलाई अझ सशक्त बनाउँदै जानुपर्ने हुन्छ नै। ऐनको दफा 13 को उपदफा 1 को खण्ड क को व्यवस्थासँग दुविधा सिर्जना हुन सक्ने र जसका कारण फौजदारी न्याय प्रणालीका सिद्धान्त वा मान्यतामा समेत प्रश्न सिर्जना गरी गलत तत्त्वले फाइदा लिन सक्ने सम्भावना बढाउन सक्ने भएको विगत 15 वर्षमा करिब यस्तै कारणले समेत समस्या आई अनुसन्धान अभियोजनको क्षेत्रमा नेपालको कानुनी क्षेत्रको स्तरमापन आंशिक रहेकोमा विश्वव्यापी मान्यता र मुलुकको अनुकूल हुने गरी 2080 चैत्रमा भएको ऐनको संशोधनले नेपालको अन्तर्राष्ट्रिय जगतमा स्तरोन्नति भएकोले यी सबै क्षेत्रका चुनौतीको हल विधेयकको व्यवस्थाले गर्ने हुँदा सोही बमोजिम हुन उपयुक्त रहेको हाम्रो धारणा छ। एकै जरियाबाट सिर्जना भएको विषय फरक निकायबाट अनुसन्धान गर्दा राज्यको लागत, अदालती प्रणाली र बिगो असुल उपर समेतमा समस्या पर्ने भएकोले विधेयकको व्यवस्था उपयुक्त रहेको छ भन्ने मेरो जिकिर छ। माननीय चन्देश्वर मण्डलले पनि मूल ऐनको दफा 13 को उपदफा 5 पछि अर्को उपदफा थप्नुपर्छ भनेर संशोधन राख्नुभएको रहेछ। हाम्रो धारणा के छ भने ऐनको दफा 33 क ले सम्बोधन गरेको र सामान्यतया सबै क्षेत्रमा यो विषय लागू हुने भएकोले प्रचलित अन्य कानुन बमोजिम हुने भएकोले विधेयकको व्यवस्था उपयुक्त रहेको छ। मान्य यशोदा कुमारी बरालले मूल ऐनको दफा 13 को उपदफा 1 को संशोधित खण्ड ग हटाउनु पर्ने भनेर संशोधन राख्नुभएको रहेछ। विभागमा दर्ता भएका मौजुदा उजुरीको अनुसन्धान र नागरिकको सहजताका लागि हालका लागि यो आवश्यक छ भन्ने हाम्रो चाहिँ धारणा रहेको छ। मलाई लाग्छ लिखित संशोधनहरू यिनै थिए। मैले मन्त्रालयको धारणा, मेरो व्यक्तिगत धारणा यहाँहरू समक्ष राखेँ। अहिले पछिल्लो पटक खुला छलफलमा उठेको केही विषय अलिकति हतार भयो कि यसलाई छलफल गरेर समितिबाटै छलफल गरेर अगाडि लाँदा राम्रो हुन्छ कि भन्ने आशयलाई मैले अन्यथा मानेको छैन। ऐन निर्माणको प्रक्रिया बृहत होस्, सबै साझेदारहरू सरोकारवालाहरूलाई समेटेर अगाडि बढ्न सकियोस् भन्ने स्पिरिट
त्यो लोकतान्त्रिक मर्म अनुरूप नै हो, त्यसमा मेरो विमति रहने छैन। तर यो असाध्यै सानो संशोधन हो, मूल ऐन नै अहिले काफी छ। यसमा गरिएको सानो संशोधनले चाहिँ अहिले हामीले गरिरहेका गतिविधिहरूलाई र त्यो ग्रे लिस्टको बदनामीबाट चाँडैभन्दा चाँडै निकाल्नको लागि सहयोग पुग्छ कि भनेर र यसलाई सार्वजनिक बहसमा यो विषयलाई प्रवेश गराइराख्दा त्यो एक्जिट हुने प्रक्रियालाई सहयोग नै पुग्छ भनेर पनि हामीले यो कुराहरू गरेका हौँ। यसमा घनीभूत छलफल गरेर व्यापक संशोधन गरेर अघि मैले इङ्गित गरेको इकोनोमिक क्राइम्स अथोरिटीकै छलफल चल्दाखेरि चाहिँ हामीले ठुलो लामो प्रक्रियाबाट जान सकिन्छ। अहिलेलाई यसको स्कोप सानो छ, फोकस्ड छ, त्यही भएर यसलाई धेरै बराल लिएर समय लामो लिन नपर्ला भन्ने मेरो व्यक्तिगत